हेलो साथीहरू, वेलकम छ सबिनाको मिनी ब्लगमा। आज चाहिँ हामी जाँदैछौँ गोदावरी घुम्नको लागि, किनभनेदेखि हामी वैशाखको 1 गते चाहिँ घुम्न गएनौँ। सो आज चाहिँ हामी घुम्न जाँदैछौँ। बुढाहरू चाहिँ एकदम घुम्न जाने रहर गरेको भएर गोदावरी चाहिँ लगेर जाँदै हुनुहुन्छ ज्वाइँले ट्याक्सीमा सरेर। फाइनल्ली हामी चाहिँ गोदावरी आइपुग्यौँ साथीहरू। दुईजना पार्किङ गरियो होइन, हामी ओर्लियौँ। अगाडि नै बबल टी बेचिरहेको रहेछ। मेरो छोरी फेरि बबल टी खाने भनेर होइन गएर बबल टी किनिदिएँ। अनि हामी टिकट काट्नतर्फ लाग्यौँ साथीहरू। टिकट पनि एकदम सस्तो रहेछ, एकजनाको 50 रुपियाँ। अनि हामी भित्र गयौँ। आज त खाली है फुल आँसुलाई नि खान देऊ। घाम पनि लाग्यो, सिमसिम पानी परिरह। हेर त ऐसेलु पनि कति धेरै पाके खाइन रहेछ। कति जान्छ चाहिँ फुल त फुले छैन। फुल खाइदियो अल्लाह याद है नहीं खेल्दैलै कोला फेरि फुल चाहिँ छैन। वा छैन कमल पानी कस्तो दामी आइरहेको भ्यूजहरू चाहिँ सबै गाउँमा भएको बिरुवाहरू मात्रै रहेछ। हामी के हेर्नु पहाडको सिमसिम पानी हो। अटो पनि चलिरहेन भित्र। सो पहिला पनि यस्तै फुलहरू फुल्ने मौसममा नै घुम्न आएको थियो। यसपालि पनि यस्तै मौसममा परेछ। एकदम रमाइलो भयो साथीहरू। जे होस् मान्छे चाहिँ थोरै थियो, त्यही भएर एकदम राम्रोसँग घुम्न पाइयो। उता माथि जानुपर्छ। आँसुहरू उता आऊ। सिमसिम पानी पनि पर्यो साथीहरू। ठुलो ठुलो पानी चाहिँ परेन। जे होस् रमाइलो हुँदैछ। बुढाहरू चाहिँ खुल्ला मैदानमा कुदेर खेलिरहेको छ एकदम खुसी भएर। यो फुलको नाम चाहिँ खोइ के पो लेखेको थियो साथीहरू, मैले बिर्सेँ है। तर यो फुल एकदम बास्ना आउने रहेछ। कस्तो सुगन्धमा चाहिँ सुँघेर आनन्द लिइरहेको छु। मलाई चाहिँ एकदम बास्ना मन पर्यो यो फुलको। खाना नै हुन्छ होला हौ यो त। अमिन रहेछ। पहाडमा पाउने जङ्गली चुत्रोहरू पाइने रहेछ साथीहरू। टेस्ट पनि गरियो अनि भ्युज पनि हेर्दै हिँड्दैछौँ हामी। तामाङ बहिनी नछ है बेबी छुने होइन। फाइनल्ली गोदावरी घुमेर नि भ्याइयो है साथीहरू। लाग्यो घरतिर। बाई बाई गोदावरी भन्दै थ्याङ्क यू फर वाचिङ।